हिमालको काखमा बसेको एउटा गाउँ जसको प्राकृतिक सुन्दरताले नै मनै लोभ्याउने गर्छ। शिशिर ऋतुको आगमनसँगै परेको वर्षाले पुरै गाउँलाई नुहाएर चिटिक्क पारिदिएको छ। बिहानी पख आकाशमा देखिने केही बादलका सेता थुम्का र हावासँगै दौडिरहेको हुस्सुलाई हामी आनन्दका साथ नियालिरहेका छौँ। दार्चुला जिल्ला धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो। यहाँ रहेका 9वटा स्थानीय तहहरू मध्येको एक हो शैलशिखर नगरपालिका। यसको केन्द्र गोकुलेश्वर बजारदेखि उत्तर पूर्वमा 7 किलोमिटरको पक्की र करिब 5 किलोमिटरको कच्ची सडकको यात्रा गरेपछि तपाईँ शैलशिखर नगरपालिका 4 काँडापारीमा प्रवेश गर्नुहुन्छ। पैदल मार्गीहरूका लागि शैलशिखर 3 लुइटाबाट 1.5 घण्टाको उकालो यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। आज म तपाईँलाई यो गाउँका विशेषता र सम्भावनाहरूबारे जानकारी गराउनेछु। कृपया अहिलेसम्म भिडियोलाई लाइक शेयर कमेन्ट गर्नुभएको छैन भने लाइक शेयर कमेन्ट गरी हामीलाई सहयोग गरिदिनुहोला। यहाँका कर्मशील किसानहरूले खेतबारीमा सृजनाको बिउ छरेर टुसा पलाउँदैछन्। रमाइलो गर्ने उमेरका एकहुल किशोर किशोरीहरू मलका डोका बोकेर खेतबारीमा हालिरहेका छन्। यहाँका स्थानीयहरू सरल र सादगीपनका प्रतीक मानिन्छन्। आत्मीयता र आतिथ्य सत्कारका लागि असल मानिने यी गाउँलेहरूको दैनिकी भने कठिन र सङ्घर्षपूर्ण छ। प्राय जसो ढुङ्गा र माटोको गारोले चिनेका र ढुङ्गाकै सिलेटले छाएका घरहरूले यस गाउँको ऐतिहासिकता र मौलिकपनलाई टिकाएका छन्। नयाँ निर्माण गरिएका केही कङ्क्रिटको छत भएका पक्की घर, डोजरले खनेर चौडा बनाएको कच्ची सडक, बिजुलीका तार र खम्बाहरू तथा गाउँको कुनामा ठडाइएका नेपाल टेलिकमका टावर लगायत संरचनाहरू हेर्दा यो गाउँले पनि आधुनिक विकासको लय समात्दै गरेको बुझ्न सकिन्छ। यो गाउँ टेकेपछि तपाईँलाई महसुस हुनेछ साँच्चै यो गाउँमा अझै पनि वैश्य युग चलेको छैन, किनकि यहाँका मानिसहरू फाइदाको मात्र हिसाब हेर्दैनन्, विश्वासको, भाइचाराको र प्रेमको पनि हिसाब हेर्छन्। बर्खायाममा मकैबारी र वरिपरिको हरियालीको दृश्य यौवन भरिएकी युवती चाहिँ देखिन्छ भने अरू समयमा ऋतुअनुसार फलफुल र तोरीबारीले रङ्गी बिरङ्गी बनिरहेको हुन्छ। उसो त यहाँको उर्वर माटोमा प्राय अन्नबालीहरू राम्रै फस्टाउँछन्, तर मुख्य रूपमा मकै र भटमास जुन पछिल्लो समय धेरैको रोजगारीमा परेका अन्न हुन्, यिनको लागि यो ठाउँ प्रसिद्ध मानिन्छ। यहाँ पुग्ने यात्रीहरूले यस गाउँको शिर माथिल्लो लेकको साहसिक पदयात्रा गर्न सकेमा मात्रै भ्रमण सार्थक र सफल रहेको मानिन्छ। पृष्ठभूमिमा देखिरहेको श्री मल्लिकार्जुन मावि काँडापारी माथिल्लो लेक पदमार्गको सुरुवाती बिन्दु हो। यहाँबाट करिब 1.5 घण्टाको उकालो कटेपछि पदयात्राको गन्तव्यमा पुग्न सकिन्छ, जहाँबाट नागबेली झैँ देखिने नौगाड र चमेलिया नदीको दृश्य आँगनमै छ जस्तो देखिने अपि हिमाल लगायतका अन्य प्राकृतिक दृश्यहरूले तपाईँलाई आफैभित्र हराएको अनुभूति हुनेछ। गाउँकै छेउमा रहेको पाखोमा सिसा खानी रहेको खानी तथा भूगर्भविदहरूको अध्ययनको निष्कर्ष छ सोही स्थानको केही तल यस क्षेत्रकै प्रसिद्ध जातो खानी रहेको छ। कुनै समय यस गाउँका अधिकांश मानिसहरूको रोजगारीको साधन बनेको जातो खानी आधुनिक विकास भई गाउँ गाउँमा कुटानी पिसाली मिल खुलेसँगै सुनसान प्राय छ।
दार्चुलाकै मार्मा क्षेत्र, बझाङ जिल्लाको बुङ्गल क्षेत्र तथा बैतडी जिल्लाको दोगडा केदार गाउँपालिकाबाट बसाइसरी यहाँ आएका स्थानीयहरूका कारण यस गाउँमा भाषिक तथा सांस्कृतिक विविधता देख्न पाइन्छ। लट्टीनाथ, भगवती, समैजी र भूमिराज लगायत मन्दिरहरू यहाँका स्थानीयहरूका आस्थाका प्रतीक हुन्। अघिल्लो स्थानीय सरकारको पालामा यी मन्दिरहरूको जीर्णोद्धार तथा पुनर्निर्माण गरी भव्य संरचनाहरू निर्माण गरिएको यहाँ देख्न सकिन्छ। पेशगाउँ स्थित भगवती मन्दिरमा यस क्षेत्रकै प्रसिद्ध गौरा लाग्ने पर्छ। गौरा जात्रा हेर्न टाढा टाढाबाट मानिसहरू यहाँ आउने गर्छन्। तपाईँ जुनसुकै मौसम र समयमा यस गाउँको भ्रमण गर्न सक्नुहुन्छ। अब म तपाईलाई शैलशिखर नगरपालिका 4 काँडापारी दार्चुलाको भ्रमण किन गर्ने भन्ने कुरा सारांशमा बताउन चाहन्छु। 1. प्राकृतिक विविधता युक्त माथिल्लो लेकको साहसिक पदयात्रा गर्न। 2. यहाँ रहेका सिसाखानी र जातोखानीको अवलोकन तथा अध्ययन गरी यिनको सम्भावनाबारे जानकारी लिन। 3 जिल्लाको भाषिक तथा सांस्कृतिक विविधता एकै गाउँमा हेर्न र बुझ्न। 4 जिल्लाकै प्रसिद्ध गौरा पर्वको अवलोकन गर्न। 5 यहाँको प्रसिद्ध अन्नबाली मकै र भटमास सुपथ मूल्यमा लैजान। अन्य थुप्रै विशेषताहरू तपाईँ यसै ठाउँमा पुगेपछि थाहा पाउनुहुनेछ। तपाईँले एकपल्ट पुग्नै पर्ने ठाउँ हो शैलशिखर 4 दार्चुला। यस स्थानको भ्रमण र प्रचार प्रसार गरी प्रकृति सम्पदा र ठाउँ चिनाउने हाम्रो अभियानलाई सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशासँगै धन्यवाद। फेरि भेटौँला।